हेलो गाइज, म हुँ मनिष नेउपाने। तपाईहरुलाई एमएन भ्लग 67 मा स्वागत छ। आज हामी DJI Mini 4K को चाहिँ RTS टेस्ट गर्दैछौँ, रिटर्न टु होम टेस्ट गर्दैछौँ। मसँग चाहिँ ड्रोनको रिमोट कन्ट्रोल छ भने चाहिँ त्यहाँ ड्रोन छ। अब यसलाई हामीले र्यान्डम घुमाउने छौँ, कता कता घुमाउने छौँ र यसलाई चाहिँ रिटर्न टु होम बनाएर छोडिदिन्छौँ। कतिको एक्युरेसीमा आउँछ भन्ने कुरो। पहिले त मैले ड्रोन चलाउँछु हैन। ड्रोन चाहिँ अहिले 419 मिटर पर छ यहाँदेखि। मैले चाहिँ ड्रोन कति उड्यो? त्यही देखियो यहीँदेखि। अब मैले रिटर्न टु होम गरेको छु। ल अब मैले चाहिँ अरू केही गरिनँ। अब रिटर्न टु होमको चाहिँ ल 410 आउँदैछ ल त्यहाँ खोलातिर रहेछ होइन। यो साइड छ कि पुलको माथि आइसक्यो। यता आइसक्यो। त्यहाँ पुग्यो ल। आइसक्यो। ल्यान्डिङ त खै छतभन्दा बाहिर होला जस्तो छ। खै हेरौँ न। ल ल ल ल आयो 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 ल। बिस्तारै बिस्तारै आयो। आयो आयो आयो। केही छैन, हातमा केही छैन। किन ल्यान्डिङ गर्नु? किन गरेन त ल्यान्डिङ? किन गरेन ल्यान्डिङ? सेफ छ कि नै भनेर मागेको क्या। देखो त ल्यान्डिङ गरेको एरिया सेफ छ कि छैन भनेर क्या। ल्यान्डिङ गर्ने एरिया चाहिँ सेफ छ कि छैन भनेर चाहिँ मागेँ क्या। अब यहाँ अब असेफ छ भनेर भनिदिनु पऱ्यो क्या। अब बस्न नमानेपछि जबरजस्ती बसालियो। होइन, यो रिटर्न टु होम भनेको अब फर्केको ठाउँमा आउनुभयो होइन। आउनुभयो घुमेर चाहिँ आयो होइन। थोरै डिस्टेन्स चाहिँ यताउता थोरै डिस्टेन्स चाहिँ यता भयो। फाइनल्ली अब ड्रोन चाहिँ 400-500 मिटर पर पुगेर चाहिँ फर्केको छ। अहिले चाहिँ आजलाई चाहिँ भिडियो यति नै। अब अर्को भिडियोमा चाहिँ हामीले ड्रोन उडाउँछौँ, त्यसपछि हामीले रिमोटको चाहिँ पावर बटन अफ गरिदिन्छौँ। त्यसपछि ड्रोन फर्किन्छ कि फर्किँदैन भन्ने कुरो चाहिँ अर्को भिडियोमा ल्याउँछौँ। च्यानललाई सब्सक्राइब गर्नु। फर्केन भने के हुन्छ त? फेरि गयो भने जाँदैन, फेरि अन गर्ने त भने अन गरेर फेरि कनेक्सन गर्ने। धेरै टाढा पुगाएर अनि कनेक्ट भएन भने त्यस्तो ह्याम्पर कसले गर्छ त नि? 400-500 मिटर पर पुऱ्याउनु त हो। धेरै गर्ने होइन, धेरै कति डराउनु भएको। ल अहिले टाटा बाई बाई। जबरजस्ती बसालेर भयो पनि रिटर्न टु होम गर्नुपर्ने छ क्या। सेफ ल्यान्ड छ कि छैन एरिया भन्नेमा चाहिँ हामीले क्लिक गरेन नि त। त्यही भएर चाहिँ उसले पनि त उसमा गयो नि त, के अरे अप्सन माग्यो हो। उसमा धेरै सेन्सर छैन होइन। त्यही भएर चाहिँ त्यो माग्यो। हामीले ओके गरिसकेपछि बस्यो। त्यो खासै ठुलो समस्या होइन। के उडिसकेपछि होम पोइन्ट अपडेट भएको हो? होइन, उडिसकेपछि होम पोइन्ट अपडेट भएको भए जहाँनिर होम पोइन्ट हुन्थ्यो त्यहाँनिर आउँथ्यो होला नि त। यहाँ त फर्किँदैन त्यस्तो।